जनताको लोकप्रिय सरकार बालेन सरकारलाई पछ्याउँदै 52 हप्तासम्म नियमित भिडियो बनाउने क्रममा आज 7औं हप्तामा हामी आइपुगेका छौँ। यो 7औं हप्ता बालेन सरकारको नेतृत्वमा के कस्ता कामहरू भए, कस्ता ठुला निर्णयहरू भए भन्ने विषयमा चर्चा गरेका छौँ। तपाईँ हामीलाई कहाँबाट हेर्दै हुनुहुन्छ कृपया हामीलाई लेखी पठाउन सक्नुहुन्छ। केही सल्लाह सुझावहरू छन् भने पनि तपाईँले हामीलाई कमेन्टमा लेख्न सक्नुहुन्छ। आउनुहोस् आजको भिडियोलाई हामी सुरु गर्नेछौँ। यो हप्ता बालेन सरकारले के कस्ता कामहरू गरे र कस्ता विषयहरू चर्चामा गए भन्ने विषयमा रहेर आजको भिडियो हामी तपाईँको बिचमा प्रस्तुत गर्नेछौँ। बालेन शाहको 7औं हप्ता। पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टमा भएको भ्रष्टाचारमा पूर्व मन्त्री, पूर्व सचिव सहित 14 जनालाई भ्रष्टाचार आरोपमा अख्तियारले मुद्दा दर्ता गरेको छ। सुकुम्बासी बस्तीमा 7 दिन डोजर चलाउँदा 15,000 मानिसहरू विस्थापित भएका छन्। खुल्ला गराइएको क्षेत्रमा सरकारले पार्क बनाउने निर्णय गरेको छ। सर्वोच्चले सुकुम्बासी क्षेत्रमा डोजर नचलाउन अन्तरिम आदेश पनि जारी गरेको छ। अध्यादेशले रिक्त भएको पद पूर्ति गर्न सरकारले विज्ञापन निकालेको छ। सर्वोच्चले विद्यार्थी युनियन र कर्मचारी युनियन खारेज गर्ने सरकारको निर्णयलाई कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधानले सरकारलाई आफूलाई प्रधान न्यायाधीश नचुनेर अन्याय गरेको भन्दै चेतावनी दिनुभएको छ। पूर्व प्रधानमन्त्री तथा पूर्व प्रधान न्यायाधीश सुशीला कार्की बालेन सरकार र बालेन नेतृत्वको सरकारसँग रिसाउनु भएको छ। आफूलाई आमा नबन्न सञ्चार कर्मीहरूसँग कडा प्रतिक्रिया समेत दिनुभएको थियो। सरकारले यस हप्ता दुवै सदनको बैठक बोलाएको थियो। राष्ट्रपतिबाट दुवै सदनलाई सम्बोधन। सरकारले गर्यो नीति तथा कार्यक्रम प्रस्तुत। बजेट निर्माणको लागि सर्वसाधारणबाट सरकारले गर्यो सुझाव सङ्कलन। बालेन सरकारले थप्यो विज्ञान प्रवर्धन मन्त्रालय। यस हप्ता एउटा नयाँ मन्त्रालय थप भएको छ, जसमा माननीय डाक्टर महावीर पुनले स्वागत धन्यवाद भन्नुभएको छ भने नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कको सिइओ ज्योति प्रकाश पाण्डेलाई स्मार्ट टेलिकमको सार्वजनिक खरिदमा भएको छेडखानीमा पक्राउ गरेको छ। सरकारले भने पूर्व सञ्चार मन्त्री तथा माननीय जगदीश खरेल स्मार्ट टेलिकमसँग भएको यो खरिद प्रक्रियामा नाम जोडिएर विवादित हुनुभएको थियो र उहाँले स्पष्टीकरण दिनुभएको छ भने आफ्नो नाम जोडिएकोमा आपत्ति जनाउनु भएको छ। प्रतिपक्षी दलहरू मिलेर सरकारले ल्याएको अध्यादेश फेल गराउन एकजुट भएको समाचार यस हप्ता बाहिरिएको छ। संसद अधिवेशनमा प्रधानमन्त्री नआएको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा। अहिले संसद अधिवेशन चलिरहेको छ भने नीति तथा कार्यक्रममा छलफल जारी रहेको छ। यो सँगै तपाईँलाई केही छुटेको विषय छन् भन्ने लागेको छ भने तपाईँले हामीलाई कमेन्टमा लेखी पठाउनु सक्नुहुन्छ। आगामी हप्ता फेरि बालेन सरकारले गरेका काम र निर्णयहरूलाई समेटेर हामी यसै गरी भिडियो बनाउने नै छौँ। तपाईँ हामीलाई कहाँबाट हेर्दै हुनुहुन्छ आफ्नो नाम ठेगाना लेखी हामीलाई कमेन्टमा पठाउन सक्नुहुन्छ।